सो हेलो गाइज, अहिले चाहिँ म युजिसीमा छु, युनिभर्सिटी ग्रान्ड कमिसनमा। म चाहिँ यहाँ किन आएँ भने टियुले चाहिँ युजिसीलाई फरवर्ड गरेको रहेछ इक्विभ्यालेन्सीको लागि। सो त्यही भएर म इक्विभ्यालेन्सी लिन चाहिँ म युजिसीमा आएको। मैले फर्म भरेको चाहिँ लगभग 3 हप्ता जति भइसक्यो, 18-19 दिन भइसक्यो हैन। तर पनि अनलाइनमा जस्ताको त्यस्तै छ, रिसबमिट गर्न भन्छ, डकुमेन्ट के भन्छ, सबै यहाँ आएर देखाउँदा सबमिट डकुमेन्ट ठिक छ। तर यहाँ चाहिँ एक हप्ता पहिला चाहिँ म यहाँ आएको थिएँ। आजभन्दा एक हप्ता पहिला आएको थिएँ। त्यो बेला चाहिँ नियमावली नै पारित भएको छैन टियुबाट यहाँ सार्यो अरे। साउन 1 गतेदेखि नियमावली पारित भएको छैन, टाइम लाग्छ। अनि कतिले भन्छन्, यहाँ कर्मचारीले भन्छन् ह्युमन रिसोर्स नै छैन त्यो अनलाइनमा इक्विभ्यालेन्सी दिनको लागि। सो सरकारले यो कुरामा ध्यान दिनु पर्यो। सबभन्दा छिटोभन्दा छिटो यो समस्याको हल गर्नु पर्यो। किनभने मान्छेहरूलाई इक्विभ्यालेन्सी चाहिएको हुन्छ एडमिसनको लागि। एडमिसन डेडलाइन हुन्छ, एउटा डेडलाइन सकेपछि उसको टाइम बर्बाद हुन्छ, 6 महिना 1 वर्ष बर्बाद हुनसक्छ। सो आज चाहिँ म यहाँ आएँ। अझै पनि डकुमेन्ट रिसबमिट नै मेरो डकुमेन्ट चाहिँ भेरिफाई अझै पनि भएको छैन, त्यही भएर आज आएँ। आज आएपछि के भन्छन्, तपाईँको प्रोभिजनलले काम गर्दैन, प्लस 2 दिएको प्लस 2 प्रोभिजनलले काम गर्दैन किनभने 5 वर्ष नागिसक्यो। अब प्रोभिजनलको पनि के हुन्छ, डेट एक्सपायर हुन्छ त, सर्टिफिकेट पनि डेट एक्सपायर हुन्छ। त्यो त भएन नि। यहाँबाट म प्रोभिजनलको सट्टा ओरिजिनल सर्टिफिकेट बनाउन म एनइबीमा गएँ। यही सानोठिमी एनइबीमा। युजिसी पनि यहीँ नजिक रहेछ, सानोठिमीमै रहेछ युजिसी। सो नजिक त्यहाँ गएँ। त्यहाँ गएर फर्म भरेँ, 1010 तिरेर फर्म भरेँ ओरिजिनल सर्टिफिकेटको लागि, प्लस 2 को लागि। त्यसको लागि सर्टिफिकेट के चाहियो, प्लस 2 को सर्टिफिकेट चाहियो, अनि प्लस 2 को मार्कसिट चाहियो, एसएलसीको मार्कसिट चाहियो, अनि फोटो 2टा दिएँ। अनि 1000 भाउचर तिरेपछि मलाई के भयो त, 5 दिनपछि बोलाछ ओरिजिनल सर्टिफिकेटको लागि। त्यति बेलासम्म फेरि 5 दिन त्यो कुर्ने, त्यसपछि फेरि त्यो आइसकेपछि फेरि अपलोड गर्ने रे यो युजिसीको पोर्टलमा। त्यसपछि मात्र इक्विभ्यालेन्सी आउँछ भन्दैछन्। धेरै टाइम लाग्ने भयो। मेरो डेडलाइन पनि सकिन लागेको छ बाहिरको लागि, मास्टरको लागि अप्लाई गर्नको लागि। त्यही भएर साथी हो, नेपाली युनिभर्सिटी बाहिरको युनिभर्सिटी पढ्दाखेरि लास्टै अलिकति डकुमेन्टहरू बनाउन अलिक गाह्रै रहेछ हैन। इक्विभ्यालेन्सीको लागि युजिसीको पोर्टलमा के डकुमेन्टहरू चाहिन्छ त, के डकुमेन्ट चाहिन्छ इक्विभ्यालेन्सीको लागि त। त्यसो भए तपाईँले सबभन्दा सुरुमा आफ्नो प्लस 2 को, अनि सबभन्दा सुरुमा एसएलसीको क्यारेक्टर सर्टिफिकेट, एसएलसीको मार्कसिट र स्कुल लिभिङ सर्टिफिकेट तपाईँले प्रोभाइड गर्नुपर्ने हुन्छ। त्यसपछि प्लस 2 को प्रोभिजनल, प्लस 2 को मार्कसिट र प्लस 2 को क्यारेक्टर सर्टिफिकेट एउटै फाइलमा अट्याच गरेर हाल्नुपर्ने हुन्छ। त्यसपछि ब्याचलरको पनि त्यही हो, डिग्री सर्टिफिकेट, त्यसपछि तपाईँको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट चाहिन्छ। एउटै फाइलमा हालेर 5 MB भित्र तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। र यदि तपाईँको प्लस 2 दिएको 5 वर्ष नागेको छ, इक्विभ्यालेन्सीको टाइमदेखि 5 वर्षभन्दा पहिल्यै यदि तपाईँले प्लस 2 दिनुभएको छ भने तपाईँले ओरिजिनल सर्टिफिकेट भनेर तपाईँले एनइबीबाट निकाल्नुपर्ने हुन्छ। जसको लागि प्लस 2 र एसएलसीको मार्कसिट चाहिन्छ र 1000 रुपियाँ दस्तुर चाहिन्छ। त्यसपछि यिनीहरूले के गर्छ त, इक्विभ्यालेन्सी दिन्छ। इक्विभ्यालेन्सीको लागि अहिले लास्टै धेरै टाइम लागिरहेछ, युजिसीले धेरै टाइम लगाइरहेछ। यो चाहिँ नयाँ टियुले पहिला गर्थ्यो, अहिले युजिसीलाई दिएको छ। युजिसीले लास्टै धेरै टाइम लगाएको छ। सो यो तपाईँ इक्विभ्यालेन्सीको लागि पनि यदि तपाईँको युनिभर्सिटी कसैले युनिभर्सिटी पहिलेदेखि रजिस्टर छ युजिसीको पोर्टलमा भने 1000 रुपियाँ लाग्छ इक्विभ्यालेन्सीको लागि। यदि रजिस्टर छैन भने 1000 भन्दा माथि 4000सम्म तपाईँले पेमेन्ट गर्नुपर्ने हुन्छ। ल साथीहो, धन्यवाद। म चाहिँ अर्को भिडियो अपलोड गर्छु, त्यसमा कसरी युजिसीको पोर्टलमा गएर आफ्नो सबै डकुमेन्ट सबमिट गर्ने, कसरी आफ्नो आइडी बनाउने, सबै कुराहरू म त्यसमा बताउँछु। ल, मिट यु इन नेक्स्ट भिडियो।